हेलो गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ हामी चाहिँ भ्लग चाहिँ खत्रै हुन्छ। आजको भ्लग चाहिँ हामी चाहिँ कहाँ जानु भनिन्छौँ भने बागलुङ टु प्युठान हुन्छ आजको हाम्रो टुर। हाम्रो साथी चाहिँ यहाँ रेडी भइसके छ। अब चाहिँ हल्का खानपिन गरेर हिँड्नु पर्दैन। मलाई मसँग छैन कि रिचार्ज हाल्नु पैसा छैन कि, 0 ब्यालेन्स छ। देन 1500। कति रुपियाँ छ त्यहाँ? 900। गन आउँछ कि नै? 900 मा कति 0 हुन्छ? 900 मा 3टा। देन मलाई नि फर्स्ट हो र राजस्थान यार। देन मलाई दिन्न का। ए महाराज आज हात हाल्नुहुन्छ यार हजुरले त। हे आफू जस्तो सोच्यो के रे बोले यार। त्यस्तो छैन के भाइ। म देखे मलाई नि अच्छा 20 रुपैयाँ रिचार्ज हाल्ने देन मलाई 50 रुपियाँ त जति। लिएर नि यार। कहाँबाट आयो के भाइ? दाजुले यस्तो रिचार्ज हाल्ने हो कि देन छैन कि मसँग। हुन्छ मसँग पनि छैन। अब हजुर माथु हो हेर्नु आइगा एउटा चोर हुनुहुन्छ यार। ए कस्तो छ भने छामेको मात्रै हो कि मैले। ती राम्रो छ पैसा यहाँ। कोहीले छाम्नु भएन दाजी। नाइ मैले पैसा नदेखेको 1 महिना भयो। बरु 5 मा हात हाल्नु रे यार। 5 मा ल हैन 8 मात्रै हाल्छु कि। यस्तो हुँदै छ न 5 रुपियाँ। मलाई त थाहा छैन। देन भाइ मलाई यार। यस्तो भएछ। लास्ट छुचा रहेछ यो तले पक। म चाहिँ छुचा है गाइजहरु। तँलाई 100 रुपियाँ दिनु भन्थे अब दिन्न। अब मेरो पैसा हामीसँग छ भाइ। नभएको होइन। मैले देखाम 1000 को देखाइदिउँ मैले। छैन यहाँ त घर। ओहो म केही बोल्न सकिनँ हजुर। त्यहाँ चाहिँ घाम चाहिँ लागिसकेछ होइन। कुखुरीहरू छ त्यहाँ चाहिँ अलि उता चाहिँ कता बाख्रा छ। यस्तै छ हेर्नुहोस् गाउँघरको घर। भ्यू त क्या दामी देखियो यार। भेरा रहन्छ कि होइन बाख्रा मात्र रहेछ यार। बोके छैन के हो। त्यो त के हो फेरि। लगाइछ अरू चाहिँ हामी माथि हेर्दै गरौँ ल के कस्तो हुन्छ बाटोमा। हामी चाहिँ हिँडेको ल। हिँड्न त हिँड्ने तर कहाँ गएर फर्किन्छ त थाहा छैन। यस्तो चाल हो भने आज चाहिँ हामी पुग्ला जस्तो चाहिँ लाग्दैन है मलाई। तँलाई के लाग्छ? हामी चाहिँ 2 जना मात्रै छौँ। यस्तो छ है हालत चाहिँ। टक्क जाँ लाएर हिँडेको आज। हामी चाहिँ यो कुन ठाउँ हो ठ्याक्कै चाहिँ त्यो चाहिँ थाहा भएन। हामी चाहिँ टक्क पानीको कुन्टा नजिक आइरहेछौँ। अब यहाँ चाहिँ टक्क पानी भर्नु पर्ने हुन्छ। हाम्रो सुल्ता राजा के छ खबर कस्तो छ? मन लाग्यो गाइज होइन। घर जाने कि फर्किने? अब फर्किनु पर्छ होइन गाइज। हामी चाहिँ जोग्रामेल के गर्नु यस्तै छ गाइजहरू। अब पानी भरेर टक्क लगेर जानुपर्ने हुन्छ है। हामी चाहिँ 2 जना मात्र हिँडेको। हाम्रो साथीहरू चाहिँ अब त्यस्तै भयो कि सुरुमा 6-7 जना जाने भनेको थियौँ। केटाहरू के गर्ने यस्तै छ जिन्दगी। ल यहाँ चाहिँ टक्क कुहिरो लाखा यार। हिउँदा मास्ने के हो यार। यस्तो बर्खा जस्तो हो यो अलि भएन है। मिलेन के यार यो। मिलाउन पर्यो। हामीले टक्क चाहिँ माथि अहिले चाहिँ त्यस्तो भ्लग आउँदैन। अलि माथि के भन्छ अरे एउटा दुखामे भन्ने ठाउँ छ। त्यहाँ गएर चाहिँ हामी चाहिँ डाँडाको भ्यूहरू देखाउँछौँ। हेरौँ कस्तो हुन्छ। कुहिरो लाएन भने हो के अरे नत्र गाह्रै छ गाइजहरू। झन्न जुगा लाग्ने रहन्छ त्यहीमा खुसी छु म। फाइनल गाइज हामी चाहिँ एउटा गोठमा आइसकेको छौँ। साथी चाहिँ त्यहाँ लौरो छ कि भनेर हेर्न गएको छ। अब साथीले लौरो लियो भने टेक्छ अनि हिँड्छ है। यस्तै छ गाइजहरू। भ्यू हेर्न हुन्छ के गर्ने। पुरा कुहिरो लाएर ढैसी मैसी पारेको छ है।
भ्यू हेर्ने सपनै हुने हो। छ लौरो यही नै हो गाइजहरू। यो गुराँसको रुखहरू छ के गर्ने। एउटा त्यो ग्राभिटीकै सट्ट जाँदा जस्तै। अरू त के भन्नु गाइजहरू, अपडेट यति नै हो यहाँसम्मको। अब यहाँभन्दा माथिको चाहिँ के हुन्छ हेर्दै गरौँ है। तर यहाँ चाहिँ भने जस्तो भएन, घाम लागिदिएन, पुरा कुहिरो लाछ होइन, त्यस्तो भ्यूहरू हेर्न पाइएन। त्यहाँ चाहिँ हल्का डाँडा छ, डाँडामा गइदिउँ न त। ओ कतिखेर पुग्ने हो यार, भन्न जुगा चाहिँ लाएन क्या यार। त्यो जुगाले सकाउनै यता। यही नै हो गाइजहरू, के गर्नु र, यहाँ घाम लाग्यो भने बब्बाल हुन्छ के अरे। यही नै हो गाइज, त्यस्तो केही नै छैन अब यहाँ। बर्खामा जस्तो भयो यार, त्यस्तो मजा आएन। हामी चाहिँ भर्खर चाहिँ स्पोर्टमा चाहिँ आइसकेको छौँ होइन। यहाँ चाहिँ हावा चाहिँ ढुक्कै लाग्छ कि मिठो लाग्छ गाइजहरू होइन। त्यही नै हो गाइजहरू, रमाइलो। म तिमीलाई एउटै कुरा भन्न चाहन्छु कि मैले तिमीलाई अब चाहिँ यहाँ नास्ता खान्छौँ। अब त्यस्तै हो, तिनी कुराहरू सक्यो कुराकानी होइन, के धेरै कुरा गर्नु र, सकिएको कुराको। हामी चाहिँ यहाँ अलि तल त्यो अनि हामी नास्ता खाएको भन्दा चाहिँ अलि तल चाहिँ आइसकेछौँ। यहाँ चाहिँ गाईहरू रहेछ, कसको गाई हो, काली गाई गाईहरू रहेछ। अब हाम्रो अझै कति 3 घन्टा चाहिँ लाग्छ होला न हामीलाई, लगभग हामीलाई चाहिँ 3 घन्टा चाहिँ अझै लाग्छ कि। आज हामी चाहिँ लगभग 5-6 घन्टाको ट्रेकिङ भन्छ के भन्छ, अब त्यही हो हाम्रो। 5-6 घन्टा चाहिँ हिँडेर जानुपर्ने हुन्छ। गाईहरू चाहिँ यसरी छोडा छाड्छन् कि यतातिर, किन्न मन छैन आउनु, किन्न मन छैन आउनु, म यहीँदेखि डिल गरिदिन्छु भन्ने कि फेरि। ओहो यो कस्तो चौरीको झै छ नि, ऊ थाहा परेर चम्का रहेछ। गाडीदेखि त झन् भाग्यो नि, चोर पाटो लाएर। ल त नि यही नै हो अहिलेको अपडेट चाहिँ। बाँकी चाहिँ अपडेट म दिँदै गर्नेछु है। तपाईँहरूको साथ सपोर्ट र माया दिनु पर्यो। म माया नपाएर सुकेर मर्न लाएँ। कोही छ भने मलाई माया गर्ने त्यस्तो सम्पर्क गर्नु होला भने कमेन्टमा छु भन्नु होला। हेरेर मात्र नबस्दिनु होला मेरो भिडियो, माया पनि गरिदिनु होला है। त्यही नै हो, अरू त के भन्नु छ र। यहाँ आएर बसिरहेको छु। अहिले पारी चाहिँ हल्का हल्का घाम लागेको रहेछ। त्यो पारीको घाम लागेको हल्का गाउँ जस्तो देखेको चाहिँ त्यो रजबरा जाने बाटो हो। म चाहिँ सानो हुँदा गएको छु त्यतातिर। पारि नि त हेर न, मान्छे यहाँको टक्कै देखिन्छ नि। खै हिँड्यो भने के हामी चाहिँ आएर बसेको छौँ। उताबाट चाहिँ पानी आउला जस्तो गरिरह, थकाइ चाहिँ बहुत लाग्छ है। अब के गर्नु, मालिस गरिदिने मान्छे छैन। मालिस गर्ने मान्छे कुन यो गाइजहरू थकाइ लागेको छ है, बढी हिँडेर धेरै हिँडेर। के गर्नु छ र अरू त है। पारा सेल्फी हान्दिउँ न। ल गाइज यो चाहिँ धोब्लीबाङ भन्ने ठाउँ हो यो चाहिँ। यो त पारीको चाहिँ खरा हो जस्तो लाग्छ कि मलाई, त्यस्तो थाहा छैन। पारीको त हल्का हल्का टावर देखिएको चाहिँ त्यो चाहिँ पोखरा भन्छ कि, त्यो थानको पोखरा हो त्यहाँ। फेरि त्यहाँ तल चाहिँ फेरि रजबरा भन्ने ठाउँ छ, त्यहाँ चाहिँ भव्य मेला हुन्थ्यो दसैँको दिन। मेला भेट्नलाई भनेर हामी हिँड्ने भन्ने प्लान गरेको थियौँ, तर अनसक्सेसफुल भयो। तर केही छैन, घुमेरै जाने हो, घुम्न आएको है। अरू चाहिँ के भन्नु छ र, यति नै हो। पानी आयो गाइजहरू यार, पानी आएर यार हामीले बिजोग गरायो, के गर्ने। यस्तो भात खान परेको प्लास्टिकमा भात लिएर।
के गर्ने हो मलाई टिठाउने कोही नि छैन यसो छाडा ल्याइदिएर आयो भने यता पिकनिकका नानीहरूले फेरि मर्नै लाग्यो यार पानी ठुलो आयो छाता एउटा मात्रै छ अब यसले के ओर्छ मैले के गर्ने अब म त छाता नि दिन्छु दुइटै रुजेर जाने यस्तरी खानुपर्छ है टाढा हिँड्दाखेरि खाजा भइराख लायो मलाई लाइजरले गर्दा आगो फुकेर हेरिबस्नुहुन्छ के गर्नु सोरै भएन नि रातो ल्याइन्थ्यो नि यस्तो पानी पऱ्यो यार के गर्ने होला यार ठ्याक्क गाउँ त्यहाँ पानी छ हेर्नु त्यो कुहिरो लागेको ठाउँमा पुरा हाम्रो गाउँ छ हो हेम्मै पानी आयो मासाला हेम्मै नजिक आउने बेला भिजाउनु भएको अब डह्रो थिच्ने भयो त्यही हो यार जुगा नजिस्काइदियो हुन्थ्यो के अरे नत्र जुगाले डह्रो टोक्छ फेरि हामीलाई झन् मेरो रगत कम छ अरे अनार पनि त्यो खासै खान्न मैले तैँले त अस्ति नै 1 केजी किनेर खानु चाहियो मलाई नि तैँले 1 केजी किनेर खान्थिस् है अस्ति नै मेरो रगत कम छ अरे हेर्नुहोस् धेरै भएर लगा के गर्ने जिन्दगी कभी हाँसी कभी गम यस्तै रहेछ होइन जे चलिरहेछ जिन्दगी नचले नि घिसार्दै हिँड्ने हो जिन्दगी हमारी जिन्दगी कभी हाँसी कभी गम भनेको यही होला त्यो यार अटेट लाग्ने भयो यार के गर्ने यहाँ बच्चा रोइरह मम्मी कहाँ हो कहाँ मम्मी छिटो आउनुहोस् न घर कभी हाँसी कभी गम घिउ हिचा लाउनु पर्यो यहाँ चाहिँ गाइज घिउ छ यहाँ यसले घिउ हालेको भात खाने क्या प्योर भेराको घिउ हेर्नुहोस् न हेमिङको घिउ हेमिङको घिउ हो नि फेरि अब नेट पनि चल्दैन यतातिर त अब दाता तान्न हुन्छ के भन्नु पैसा पनि छैन नेट पनि छैन आनन्द बिगार चल्ला गाइस छ भने यसो ल हामी नम्बर राखिदिन्छौँ हालिदिने गोर्चारलाई के भन्छ यसले भाइ त होसमा त छस् अब होसमा भयो नि नभए नि अब चाहिँ हामी त जोसमा जानुपर्ने हुन्छ नत्र पानीले ठिच्छ है रात पर्छ गाह्रो हुन्छ चाहिँ ओह्रो आइसकेको छ हो भन्दाखेरि पानी परेर तनाव छ बिचरा मेरो जिग्रीकै यसै हो गई हालत भन्ने के गरौँ र मैले के गर्न सक्छु र मैले यहाँ अस्ति नै घर बनाउँदै थियो बनाइसके त यार ल गाई चाहिँ नै हो यहाँसम्मको भ्यू चाहिँ अहिले चाहिँ हामी चाहिँ टक्क चाहिँ दोकानमा जान्छौँ दोकानमा गएर चाहिँ हामीलाई के खान्छौँ अरे भन्दै त चिया रोटी चिया सबै खाइन्छ होइन के अरे अनि त्यसपछि अर्ग्यानिक चिया अनि त्यहाँदेखि चाहिँ टक्क लाएर लाइन्छ होइन त्यस्तै छ गाइजहरू अब यहाँ पानी आएर नरमाइलो भयो कि नत्र बहुत रमाइलो गर्ने सोचिरहेको थिएँ मैले त्यही हो दोकान छ अहिले दोकान त्यही हो क्या मलाई त्यस्तै लाग्छ दोकान त बन्द है तेरिका असी बसी बोलेर हो क्या यार यसको काम छैन यार गोठ छ यहाँ चाहिँ बाटो छ यहाँ चाहिँ भन्ने बोल्न आउन्न यार केही भन्दैन मेरो भ्लगमा 2-4 शब्द केही अरू केही लौरुले यसले हान्यो भने रुन्छ यो भन्दाखेरि हाम्रो होइन बागलुङकोमा लौरो पिठेमा फुकियो मान्छे होइन यस्तो दनहरूसँगै हिँड्छु कि म यार
डर लाग्छ एक्लै हिँड्दा के गर्नु मान्छे ल्याएर कुट्लान् भन्ने गनहरू छन् साथीहरू के गर्ने है यहाँ झम्म परेको रुखको लोकल बहिनीहरू आउँदैछन् बहिनीहरू फेरि बोल्ने लजालु रहेछन् बहिनीहरू तर केही छैन करेला अहिले गएर उसानेर खानुपर्छ बाटो चाहिँ चिप्लो के हो कि जुम हुन पर्यो के अरे मोबाइल अलि तलको त्यो निलो टिन लागेको चाहिँ मेरो मामाको घर हो है गाइजहरू पानी परिरहेछ गोरु हेरेर हो भाइहरू हो र खतरा रहेछ त भाइहरू त यार केटाहरू जोतिर भाइहरू जोतिर आएछन् हामी चाहिँ हिँडेर यहाँसम्म आइपुग्यो अब हेर्नु कहाँ पुगिन्छ हामी चाहिँ फाइनल चाहिँ डेस्टिनेसनमा आएको होइन आज हामी टक्क छिर्छ घरमा अनि बस्छ अनि सुत्छ अरू केही गर्दैन यार लास्ट थाक्यो यार कति हामी 6 घन्टा हिँड्यौँ कि होला 6 घन्टा हिँड्यौँ होला अझै नजिकै आइसक्न लाग्यो होला बाबाको चाहिँ अब हेर्दै गरौँ लागि कस्तो हुन्छ है मेला सेलातिर पनि जाने so guys see you in next vlog so I hope you guys are support me and give me a love